हेलो गाइज ब्याक टु माई न्यू ब्लग होइन म चाहिँ अब राइड निस्केको गाइज होइन त्यही हो। अब के गर्ने होइन दुःख नगरी हुँदैन। 4 बजिसक्यो म चाहिँ अब राइडमा निस्केर पनि यहाँ आएर बसिरहेको छु यो विष्णुमतीको छेउछाउमा। त्यही हो गाइज बिहान पखाएको भ्यूहरू यस्तो छ है। बिहानी पखाएको हो गाइज। तपाईहरु राइड निस्किनु भयो कि भएन होइन। म चाहिँ अब राइड निस्केर पनि यहाँ आएर बसिरहेको छु। राइड लाग्यो होइन। मेरो राइड चाहिँ म अनलाइनमा छु होइन। अनलाइनमा छु म। त्यही हो गाइस अब होइन म चाहिँ अब साइकलमा हो। डेलिभरी करियर गर्छ मैले चाहिँ आम्बो प्रोदेखि होइन। यो गर्नु गाइस होइन दुःख नगरी सुख हुँदैन। त्यही भएर पहिला यो उसमा साइकलमै दुःख गर्ने हो। अनि अलिअलि पैसा जम्मा भएपछि बाइक या त स्कुटी किन्ने हो। लाइसेन्स पनि निकाल्ने हो होइन। तर यो याङ्गोमा चाहिँ होइन साइकलमा चाहिँ कस्तो छ भन्दाखेरि साथी हो त्यही हो होइन। आफूले खट्यो भने चाहिँ पैसा छ, खट्न सकेन भने चाहिँ पैसा छैन होइन। दुःख चाहिँ गर्नुपर्छ। दुःख नगरी पैसा आउँदैन। तर साइकलमा चाहिँ अब राइड नलाग्ने पनि लाग्छ होइन। तर पेल्न सक्दिनँ क्या, साइकलै चलाउन सक्दिनँ क्या। 12 घन्टा 13 घन्टा 10 घन्टा त सक्दिनँ क्या गाइस होइन। यो चाक दुखाउने सिटले अनि दिउँसो घाममा अब उकालो बाटो हिँड्नुपर्छ। कहिले कति उकालो बाटोमा पेल्नलाई यति पसिना निस्किन्छ कि होइन। गाह्रो छ क्या साइकलमा चाहिँ। पैसा त छ, साइकलमा चाहिँ गाह्रो छ होइन। सकेसम्म बाइक स्कुटीको लाइसेन्स निकालेर हो त्यसमा चाहिँ बरु याङ्गो रजिस्टर गरेर आइडी बनायो भने मलाई चाहिँ राम्रो लाग्छ होइन। तर साइकलमा पनि पैसा छैन त। तर लाग्छ क्या साइकल पेल्नै सक्दिनँ क्या गाइस होइन। मेन कुरा भनेको अनि कुनै बेलामा चाहिँ कस्टमरहरूले के गर्छ भन्दाखेरि लोकेसनमा बोलाएर क्यान्सल गरिदिने होइन। त्यो चाहिँ साह्रै रिसो उठ्छ मलाई चाहिँ होइन। तपाईँहरूले कस्तो लाग्छ लोकेसनमा बोलाउने होइन। अब साइकलमा त्यत्रो पाइदल हानेर चाहिँ पेलेर आएको हुन्छ अनि क्यान्सल गरिदिने। कहिले होइन 20-25 किलोको सामान दिने। अनि त्यस्तो सामानहरू त हामी त साइकलमा त सक्दैन लानलाई गाइस होइन। अनि कुनैले चाहिँ अनि अब हामीले डेलिभरी चाहिँ गर्ने हो त्यो खानाहरू टिफिनमा अनि कुनै डकुमेन्टहरू त्यस्तो सानो कुराहरू चाहिँ डेलिभरी गर्ने हो क्या हामीले। अनि होइन मैले पनि भर्खर राइड स्टार्ट गरेँ हो। लगभग 15-16 दिन भयो होला होइन। मैले पनि यो याङ्गोमा जोइन भएर काम गरेको गाइस। तपाईँहरू पनि कस्तो लाग्छ यदि साइकल छ तपाईँहरूको भने चाहिँ राम्रै हुन्छ। साइकलमा मजाले पेल्न सक्छु भन्यो भने चाहिँ राम्रो हुन्छ गाइस है। तर बाइक स्कुटीमा जस्तो इजी चाहिँ हुँदैन। साइकलमा अलिक गाह्रो हुन्छ गाइस होइन। त्यही हो गाइस कस्तो लाग्छ भिडियो होइन कमेन्ट गर्नु अनि लाइक गर्नु। अनि मेरो युट्युबमा अब सब्सक्राइब गरिदिनु होला होइन। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला। तपाईँहरूको लागि म यस्तै भिडियो लिएर आउनेछु नयाँ साथीहरूलाई होइन। साथीहरूको लागि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त गाइस मेरो च्यानलमा है। अब यस्तो छ यहाँको भ्यूहरू होइन। के गर्नु गाइस होइन अब यस्तै हो। ल त गाइस है सब्सक्राइब गर्न नभुल्नु होला भन्दै म अब राइड लागेको छैन। अब यहीँ एकछिन बस्ने हो। त्यस्तो छ कि अब उता बस पार्कतिर जाने हो है गाइस। के गर्नु होइन साइकलमा गाह्रो छ क्या पठाउ गर्नलाई याङ्गो गर्नलाई है। पैसा त छ तर पेलिन सक्नु चाहिँ पर्यो होइन। अब दिनमा 15-16 टिप हान्यो भने 2000-2500 कमाइहाल्छ। त्यत्रो त म त हान्नु सक्दिनँ। मैले हान्नु भनेको त्यस्तै 7-8 राइड हो होइन। त्योभन्दा सक्दिनँ मैले है त गाइस। फुल डिटेल बुझ्नलाई चाहिँ अब भिडियो हेर्दै गर्नु होला, सब्सक्राइब गर्नु होला, फलो गर्नु होला, लाइक कमेन्ट गर्नु होला है त गाइस। भन्दा ओके बाई गाइस। फेरि नेक्स्ट भिडियोमा फेरि म भ्लग लिएर आउनेछु है त। ओके बाई।